नमस्कार, स्वागत छ तपाईलाई बुक्स बाई हेमन्तको आजको अडियो बुक सारांशमा। आज हामी प्रोडक्टिभिटी र टाइम म्यानेजमेन्टको क्षेत्रमा अत्यन्तै प्रभावशाली पुस्तक गेटिङ थिङ्ग्स डन (GTD) को सारांश सुन्दैछौँ। यो पुस्तकका लेखक हुन् डेभिड एलन, जसलाई प्रोडक्टिभिटी गुरु भनेर चिनिन्छ। हामी सबैलाई समय कम रहेको, काम धेरै भएको अनि दिमाग तनावले भरिएको अनुभव हुन्छ। कामको सूची दिमागमै राख्दा निरन्तर दबाव महसुस हुन्छ। डेभिड एलन भन्छन्, "Your mind is for having ideas, not for holding them." अर्थात् तपाईको दिमाग विचार जन्माउन हो, विचार थाम्न होइन। त्यसैले यो पुस्तकले सिकाउँछ: 1. कसरी हामीले आफ्नो दिमागलाई खाली गरेर सबै जिम्मेवारी बाहिरी सिस्टममा राख्ने अनि त्यो आधारमा कामलाई व्यवस्थापन गर्ने। त्यस्तै गरी अरू बिन्दु पनि रहेका छन्। डेभिड एलनको भनाइ छ, "If you don't pay appropriate attention to what has your attention, it will take more of your attention than it deserves." निष्कर्ष, त्यसैले GTD केवल टाइम म्यानेजमेन्ट होइन, यो एउटा लाइफ म्यानेजमेन्ट सिस्टम हो। तपाईले दिनहो 5 स्टेप क्याप्चर, क्ल्यारिफाई, अर्गनाइज, रिफ्लेक्ट र इङ्गेज अभ्यास गर्नुभयो भने आफ्नो दिमाग हल्का हुन्छ, तनाव घट्छ अनि तपाईले आफ्ना प्रोजेक्ट, सपना र जीवनलाई सही दिशामा लैजान सक्नुहुन्छ। धन्यवाद। यो थियो गेटिङ थिङ्ग्स डनको नेपाली अडियो बुक सारांश। अर्को अडियो बुक सारांशमा फेरि भेटौँला। तबसम्मका लागि प्रोडक्टिभ रहनुहोस्। डोन्ट फर्गेट टु लाइक, शेयर एन्ड सब्सक्राइब टु बुक्स बाई हेमन्त।